अहिले नेपालमा एकदमै सिरियस सिचुएसन चलिरहेको छ जुन तपाईँ हामी सबैले ध्यान दिनुपर्ने कुरा हो। काठमाडौँ उपत्यका सहित देशैभरि ग्यासको हाहाकार मचिरहेको छ। अहिले ग्यासको अभाव यस्तो भएको छ कि आयल निगमले आधा सिलिन्डर बेच्ने नीति नै ल्याउनु पर्यो। तर यो त एउटा अस्थायी उपाय मात्र हो। सोच्नुहोस् त, भोलि त्यो आधा सिलिन्डर पनि सकियो र बजारमा ग्यास नै पाएन भने के गर्ने? यो सबै इरान र इजरायल बीचको युद्ध र अन्तर्राष्ट्रिय तनावबाट नेपालमा परेको प्रभाव हो, जसले गर्दा अहिले यो ग्यासको हाहाकार मचिरहेको छ। तर विडम्बना के छ भने जलविद्युतको अथाह भण्डार भएको देशमा बसेर पनि हामीले धेरै पैसा तिरेर ल्याएको महँगो ग्यासको भरमा बाँचिरहेका छौँ। अब कहिलेसम्म यो युद्ध चलिरहन्छ, कहिलेसम्म ग्यासको अभाव रहिरहन्छ त्यो कसैलाई पनि थाहा छैन। तर अब बाँच्नु त पर्यो, पकाउनु त पर्यो, खानु त पर्यो। त्यसको लागि अब इन्डक्सन बाहेक अरू कुनै विकल्प नै छैन। अनि अहिलेको यो गाह्रो अवस्थामा तपाईँहरूको लागि आफ्नो बजारले औराको यो 5100 पर्ने इन्डक्सन 17.65% अफमा जम्मा 4200 मा लिएर आएको छ। अनि धेरैलाई एउटा कन्फ्युजन पनि हुनसक्छ, इन्डक्सन किनेपछि इन्डक्सनलाई फिट हुने भाँडाहरू किन्नुपर्छ भनेर। तर त्यो गलत हो। यो इन्डक्सनमा तपाईँले युज गर्ने सबै किसिमका भाँडाहरू चल्छन्। ग्यासभन्दा 3 गुणा सस्तो पनि छ अनि 2000 वाटको पावरले खाना पनि छिटै पाक्छ। त्यसैले अहिलेको यो गम्भीर अवस्थालाई ख्याल गर्दै अहिले नै आफ्नो बजारबाट यो इन्डक्सन अर्डर गरिहाल्नुहोस्।